नायक निखिल उप्रेतीले 7 वर्षपछि चलचित्र आचार्य नामकबाट कमब्याक गर्दै समीर भट्ट र निखिल उप्रेतीलाई एउटै पर्दामा देखिन सक्ने सम्भावना। नमस्कार दर्शक महानुभावहरू, निखिल उप्रेतीले निर्माण तथा निर्देशन गर्ने चलचित्र आचार्यको बारेमा विशेष जानकारी गराउनेछु। के समीर भट्ट र निखिल उप्रेतीलाई एउटै पर्दामा देखिन सकिएला त? यो बारेमा पनि तपाईलाई विशेष जानकारी गराउनेछु। पुरा भिडियोलाई हेर्नुहोला। यदि तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला। हाम्रा नियमित भिडियो तपाईलाई कस्ता लागिरहेका छन् आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। भिडियोलाई ढिला नगरिकन सुरुवात गरौँ। नेपाली चलचित्र क्षेत्रका प्रसिद्ध एक्सन नायक निखिल उप्रेती 7 वर्षपछि पुनः कमब्याक गर्न लागेका छन्। एक्सन हिरोको रूपमा परिचित निखिल उप्रेतीले यसपटक आचार्य नामक नयाँ एक्सन चलचित्र निर्माण गर्ने घोषणा गरेका छन्। विशेष कुरा के छ भने यस चलचित्रको निर्देशन पनि स्वयं निखिल उप्रेतीले नै गर्ने भएका छन्। आदरणीय दर्शक महानुभावहरू, निखिल उप्रेतीले पिजडा चलचित्रबाट आफ्नो अभिनय डेब्यू गरेका थिए। निखिल उप्रेतीले नेपाली चलचित्र उद्योगमा आफ्नो अलग पहिचान बनाउन सफल भएका थिए। एक्सन प्रधान चलचित्रमा उनले एकपछि अर्को सुपरहिट चलचित्र दिएका छन्। समयसँगै उनले निर्देशनमा पनि हात हालेका थिए। नामक चलचित्र निर्माण तथा निर्देशन गरेका थिए। तर लामो समयको ब्रेकपछि निखिल उप्रेती अब आचार्य नामक चलचित्रबाट धमाकेदार कमब्याक गर्ने तयारी गरेका छन्। चलचित्र विकास बोर्डबाट इजाजत लिइसकेका छन्। चलचित्रमा निखिल उप्रेती र उनकी श्रीमती सञ्जिता लुइटेल मुख्य भूमिकामा रहने भएका छन्। नयाँ पुस्ताका नेपाली चलचित्र क्षेत्रका अहिलेका जल्दा बल्दा एक्सन हिरो हुन् समीर भट्ट। दर्शकहरू अहिले उनलाई अर्को एक्सन हिरोको रूपमा हेर्दै आएका छन्। नायक निखिल उप्रेती एक्सन हिरो हुन्। उनले एक्सन चलचित्र निर्माण गर्ने भएका छन्। समीर भट्टलाई लिएर चलचित्र बनाउने सम्भावना कतिको छ त? अझ रोचक कुरा के छ भने समीर भट्टका बुवा भनेकै एक्सन स्टार विराज भट्ट हुन्, जो निखिल उप्रेतीकै समकालीन अभिनेता हुन्। दर्शकहरू भने निखिल उप्रेती र विराज भट्टलाई एउटै पर्दामा हेर्नका लागि अत्यन्तै उत्साहित भएका छन्। अहिलेसम्म चलचित्रका सम्पूर्ण कलाकारहरूको टुङ्गो लागेको छैन, तर निखिल उप्रेतीले आचार्य चलचित्रको छायाङ्कन नयाँ वर्ष वैशाखबाट सुरु गर्ने बताएका छन्। अब यो चलचित्रले कस्तो रूप लिन्छ, कसलाई मुख्य भूमिकामा राखिन्छ र एक्सन हिरोको रूपमा समीर भट्टलाई मौका दिइन्छ कि दिइँदैन, यी सबै प्रश्नको उत्तर भने केही समयमै प्राप्त हुने भएको छ। निखिल उप्रेतीको निर्देशन, एक्सन कथावस्तु र स्टार कास्टले चलचित्रलाई निकै नै चर्चामा ल्याएको छ। दर्शकहरू लामो समयदेखि निखिल उप्रेतीको एक्सन चलचित्र हेर्नको लागि प्रतीक्षा गरिरहेका छन्। के तपाईहरू निखिल उप्रेती, विराज भट्ट र समीर भट्टलाई एउटै पर्दामा देख्न चाहनुहुन्छ? तपाईको प्रश्न तल कमेन्ट बक्समा कमेन्ट गर्न भने नभुल्नुहोला। यसै जानकारीमूलक भिडियो लिएर आउने नै छु। अहिलेलाई भने छुटिन्छु। नमस्कार।